स्टक एनालाइसिसको यस भिडियोमा चाहिँ हामी सास ऊर्जा लिमिटेडको एनालाइसिस गर्नेछौँ। यो स्टकको चार्टमा हेर्छौँ भने यो स्टकको प्राइस चाहिँ 382 को लेभलमा रहेको थियो भने यो लेभलबाट चाहिँ निरन्तर रूपमा बढेको यो स्टकको प्राइस 584 को लेभलतिर पनि पुगेको थियो र त्यसपछि चाहिँ केही समय प्राइस करेक्सन भएको थियो र अहिले फेरि पनि यो स्टकको प्राइस 584 को जोनतिरै आएको छ। त्यसैले यो स्टकमा अहिले बाइङ गरिसक्नु भएकोहरूले चाहिँ यो स्टकलाई सेल अथवा होल्ड के गर्दा चाहिँ राम्रो हुन सक्छ त्यसको बारेमा जानकारी दिनेछौँ। साथै यसमा नयाँ बाइङ गर्न चाहनेहरूको लागि पनि उपयुक्त बाइङको जोनको बारेमा जानकारी दिनेछौँ। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्ने प्रयास गर्नुहोला। सर्वप्रथम यसमा सपोर्ट र रेजिस्टेन्सको कुरा गर्ने हो भने 540 को लेभलमा चाहिँ यो स्टकका लागि पहिलो सपोर्टको जोन रहेको छ। त्यस्तै गरी 497 को लेभलमा चाहिँ यसमा दोस्रो सपोर्टको जोन रहेको छ। यसमा रेजिस्टेन्सको कुरा गर्ने हो भने 584 को लेभलमा चाहिँ यो स्टकका लागि स्ट्रङ रेजिस्टेन्सको जोन रहेको छ। प्राइस पहिले पनि यो जोनमा पुग्दै गर्दा यहाँबाट करेक्सन आएको थियो भने अहिले पनि प्राइसले चाहिँ यो जोनमा रेजिस्टेन्स फेस नै गरिरहेको छ। यदि तपाईहरुले चाहिँ यो स्टकलाई यो 497 को जोनतिर बाइङ गर्नु भएको थियो र तपाईहरुले चाहिँ यसमा सर्ट टर्मको लागि मात्रै बाइङ गर्नु भएको थियो भने यो स्टकले चाहिँ पहिलो टार्गेट चाहिँ अचिभ गरिसकेको छ। त्यस्तै गरी तपाईहरुले चाहिँ यो स्टकमा लङ टर्मको लागि चाहिँ बाइङ गर्नु भएको थियो भने यो स्टकको प्राइस 497 को जोन भन्दा माथि नै सस्टेन भएसम्म यो स्टकलाई होल्ड पनि गर्न सकिनेछ र यसमा नयाँ बाइङ गर्न चाहने हो भने दुईवटा लेभलमा चाहिँ यो स्टकलाई बाइङका लागि हेर्न सकिनेछ। जसमा पहिलो भनेको चाहिँ प्राइस 540 को जोनतिर आउँदै गर्दा यो जोनतिर चाहिँ एग्रेसिभ बाइङ गर्न सकिनेछ भने यदि यसमा फेरि पनि करेक्सन भएर प्राइस 497 को जोनतिर आउँछ भने यो जोनतिर पनि यो स्टकलाई चाहिँ बाइङका लागि हेर्न सकिनेछ र यो स्टकको प्राइस बढ्दै जाँदा 690 को लेभलमा चाहिँ यसमा टार्गेटको जोन रहनेछ।